सबैले स्वागत छ आजको हाम्रो यस भिडियोमा। आजको यस भिडियोमा हामी बुझ्ने छौं ए लेभल र प्लस 2 को डिफरेन्स। ए लेभल भनेको के हो, प्लस 2 भनेको के हो। सो स्टार्ट गरौँ। अब आजको टपिकमा हाम्रो कभर हुन्छ व्हाट इज ए लेभल र व्हाट इज प्लस 2। कम्प्यारिजन गर्छौं हामी ए लेभल र प्लस 2 को बीचमा के कम्प्यारिजन, के डिफरेन्स रहेछ, के एडभान्टेज डिसएडभान्टेज छ प्लस 2 को, के एडभान्टेज र डिसएडभान्टेज छ ए लेभल को। ए लेभल पढ्दा कस्तो हुन्छ, प्लस 2 पढ्दा कस्तो हुन्छ भनेर त्यो पनि कुरा गर्छौं। नेक्स्ट, विच वान शुड यू चुज, तपाईले कुन चाहिँ चुज गर्नुपर्छ। एन्ड देन एट लास्ट हामी गर्छौं कुरा कसरी हामी प्रिपेयर गर्न सक्छौं। यदि प्लस 2 मा जाँदै थियो भने प्लस 2 को स्कलरशिपको लागि कसरी प्रिपेयर गर्न सक्छौं या ए लेभलको लागि कसरी प्रिपेयर गर्न सक्छौं र जति सक्दो हामी कति डिस्काउन्ट लिएर पढ्न सक्छौं भन्ने बारेमा कुरा गर्छौं। सो स्टार्ट गरौँ। अब सुरुमा यो हाम्रो ब्रिज कोर्स नेपाल भन्ने इन्स्टिट्युट हो जहाँ हजुरले अनलाइन कोर्स गर्न सक्नुहुन्छ। यहाँ चाहिँ हामी पर्सनल गाइडेन्स दिन्छौं, काउन्सलिङ दिन्छौं, वीकली हाम्रो अनलाइन टेस्ट हुन्छ, 1-to-1 मेन्टरशिप हुन्छ। अनि त्यसपछि यहाँ टाइम टु टाइम इन्ट्रान्स, कुन कलेजमा इन्ट्रान्स डेट, इन्टरभ्यूहरु कसरी लिन्छ त्यसको पनि प्रिपरेसन गराउँछौं। एक्जाम फर्म कहिले खोल्छ र कसरी फर्महरु भर्ने हो त्यो पनि बारेमा हामी बुझ्छौं। यो सबै जानकारीको लागि तपाईले कन्ट्याक्ट गर्न सक्नुहुन्छ। यहाँ हाम्रो दुईवटा नम्बर छ 9821170565, 9820232600 र यो एउटा जीमेल पनि छ। यहाँ व्हाट्सएप या भाइबर या डाइरेक्ट कल गरेर पनि बुझ्न सक्नुहुन्छ हाम्रो कोर्सको बारेमा। ल अब बढौँ हाम्रो आजको डिटेल्स तर्फ। ए लेभल एकैछिन, यहाँ अलिकति मिसम्याच भएको छ। स्टार्ट गरौँ। ए लेभल भनेको के हो, व्हाट इज ए लेभल। ए लेभल भनेको हाम्रो सुरुमा ए लेभल प्लस 2 जस्तै हो। ए प्लस 2 मा पनि 2 सालको कोर्स हुन्छ, ए लेभलमा पनि 2 सालकै कोर्स हो। तर ए लेभलमा के हुन्छ भन्दाखेरि ए लेभलमा आफूले रोज्ने पर्ने कुराहरू पनि मिसम्याच गरेर हामी पढ्न सक्छौं, सब्जेक्टहरुले एड गरेर पढ्न सक्छौं। जस्तै हामी साइन्स पढिरहेछौं, साइन्समा हामीले फिजिक्स, बायोलोजी, केमिस्ट्री लियो, त्यसमा हामीले इकोनोमिक्स थपेर पनि पढ्न पाइन्छ। आफ्नो इन्ट्रेस्टले कम्प्युटर पनि लिएर पढ्न पाइन्छ। त्यही हो ए लेभल भनेको हाम्रो इन्टरनेसनली रिकग्नाइज्ड भयो। जुन बाहिरको युनिभर्सिटीमा गएर पढ्न चाहनुहुन्छ भने तपाईहरुको लागि यो बेस्ट हो। अनि यो चाहिँ अर्को प्लस 2 को अल्टरनेट पनि भन्छ। ड्युरेसन अफ कोर्स यो पनि 2 सालको हुन्छ। फर्स्ट इयरमा एएस लेभल, एडभान्स सब्सिडियरी लेभल हुन्छ इयर 1 मा, र सेकेन्ड इयरमा हाम्रो एडभान्स लेभल हुन्छ। अनि लास्टमा हाम्रो दुवै इयरको एनालाइसिस गरेर हाम्रो रिजल्ट आउने गरिन्छ। एएस लेभल र ए2 लेभलको लास्टमा एनालाइसिस गरेर हाम्रो रिजल्ट दिन्छ। त्यही यो 2 इयरको कोर्स हो। अब नेक्स्ट बढौँ अर्को स्लाइडतिर। एलिजिबिलिटी क्राइटेरिया के छ हाम्रो ए लेभलमा भर्ना हुनुपर्ने, के हामीले गर्नुपर्छ भनेर त्यसको कुरा गरौँ। सबभन्दा पहिला त हामीले सी ग्रेजुएसन मिनिमम हाम्रो अरू कोर्स भन्दाखेरि हाम्रो कुन कलेजमा हामीले एडमिसन लिन गइराछौं त्यहाँको फोन गरेर हामीलाई बुझ्नुपर्छ कस्तो रहेछ क्राइटेरिया, हामीले कति जीपे चाहियो भन्दाखेरि, अनि त्यही जीपे अनुसार हामीले जोइन गर्न पाइन्छ। यदि हामीले एसओएस मा गयो भने त्यसको मिनिमम जीपे कति ल्यायो भने, हामीले एससी मा कति मिनिमम जीपे ल्यायो भने त्यहाँ जोइन हुन सक्छौं, त्यहाँ स्कलरशिप प्राप्त गर्न सक्छौं। त्यो पनि हो हामीलाई। अनि अर्को कुरा हामीले गुड इंग्लिश चाहियो, गुड इंग्लिश स्किलहरु चाहियो। हामीले इंग्लिश फरर बुझ्नु पर्यो, बोल्नु पर्यो, अनि त्यसले गर्दा पनि हाम्रो ए लेभलमा इम्प्याक्ट पार्छ। सो नेक्स्ट स्लाइड, करिकुलम स्ट्रक्चर। के पढाइ हुन्छ त हाम्रो, के सब्जेक्टहरु छ, के पढाइहरु सम्बन्धित छ भन्ने ए लेभलमा
त्यसको बारेमा चाहिँ यहाँ स्टुडेन्ट क्यान चुज देयर सब्जेक्ट डिपेन्डिङ अन इन्ट्रेस्ट एन्ड फर्दर करियर। यसमा पनि हाम्रो +2 जस्तै साइन्स स्ट्रिम हुन्छ, ह्युमेनिटी स्ट्रिम हुन्छ, म्यानेजमेन्ट स्ट्रिम हुन्छ। साइन्स स्ट्रिममा फिजिक्स, केमिस्ट्री, म्याथमेटिक्स, बायोलोजी, कम्प्युटर साइन्स या अरू जुन चाहिँ तपाईँ म्यानेजमेन्टबाट उठाएर पनि पढ्न सक्नुहुन्छ। यो चाहिँ डिपेन्ड गर्छ कस्तो कलेज छ, त्यो कलेजमा यसरी पढाइ भइरहेछ कि छैन। जस्तै बुद्ध, नीलकण्ठ यस्तो कलेजहरूमा तपाईले यस्तो कलेजमा तपाईले आफ्नो स्पेसिफिक चुज गरेर पनि पढ्न सक्नुहुन्छ। जस्तै म साइन्स स्ट्रिममा पनि एकाउन्ट लिएर पढ्छु भने पाइयो। त्यस्तै म्यानेजमेन्ट स्ट्रिममा म अरू सब्जेक्ट लिएर पनि, कम्प्युटर साइन्स लिएर पनि पढ्छु भनेर पाइयो। र त्यहाँ चाहिँ हाम्रो फ्लेक्सिबिलिटी हुन्छ ए लेभलमा कुन चाहिँ कोर्स आफूले थपेर पाउँछ पढ्न पाउँछ भनेर। यसमा पनि 3वटा स्ट्रिम छ, साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटी र +2 मा चाहिँ एउटा थप छ, ल छ। त्यो एकछिनमा हामी कुरा गर्छौँ। अब नेक्स्ट हाम्रो अर्को स्लाइडमा बढ्छौँ। अर्को स्लाइडमा टप ए कलेज इन नेपाल यहाँ नदेखिन सक्छ, यसलाई म तल पार्छु। टप ए कलेज के हो, ए लेभलको कलेज के हो नेपालमा? टप ए लेभल कलेजेस इन नेपाल। सबभन्दा पहिला एउटा बुद्ध नीलकण्ठ स्कुल भयो, त्यहाँ हाम्रो ए लेभलको सम्बन्धी एकदम राम्रो कलेज हो। त्यस्तै रातो बङ्गला, ब्रिटिश कलेज, नामी कलेज, सेन्ट जेभियर कलेज, साइपाल एकाडेमी, यो कलेजहरू हाम्रो टप ए लेभल को पढाइ दिन्छ। अनि त्यसपछि कस्ट अफ स्टडिङ ए लेभल, कति कस्ट लाग्छ त हाम्रो पढाइमा? हाम्रो मिनिमम 6 लाखदेखि लिएर म्याक्सिमम 12 लाखसम्म, एकर्डिङ डिपेन्ड अपन एकर्डिङ कलेज कस्तो छ। कलेजमा कस्तो फी स्ट्रक्चरले लिइरहेछ भने 6 लाखदेखि 12 लाखसम्म। त्यसमा हाम्रो स्कलरसिप पनि म्याटर गर्छ, जिपे पनि म्याटर गर्छ। अहिले कुरा गर्छौँ स्कलरसिपको। टाइप्स अफ स्कलरसिप अफर्ड, कस्तो खाले ए लेभलमा कस्तो खाले स्कलरसिप अफर्ड हुन्छ? सबभन्दा पहिला छ हाम्रो मेट्रिक बेस्ड स्कलरसिप बेस्ड अन एससी स्कोर। हाम्रो एससीमा जिपे कति आएको छ त्यसको निर्भरमा हाम्रो यहाँ स्कलरसिप पनि लिन सकिन्छ। हाई एचिभर मे गेट, जसको जिपिए 4 आएको छ या 3.8, 3.9 यस्तो आएको छ भने त्यसले 50% देखि लिएर 100% सम्मको स्कलरसिप पाउन सक्छ। अर्को छ इन्ट्रान्स एक्जाम स्कलर। हामीले इन्ट्रान्स दिनुपर्छ कलेजमा एडमिसन हुनुभन्दा अगाडि, अनि त्यो इन्ट्रान्समा हाम्रो मार्क कति आयो भने त्यसले पनि डिसाइड गर्छ हामीले कति स्कलरसिप पाइन्छ। टप स्कलर क्यान एचिभ फुल ट्युसन वेभर्स। 3rd नम्बरमा छ निड बेस्ड स्कलर। निड बेस्ड स्कलर भनेपछि जुन हाम्रो विभिन्न दलितहरू हुन्छ, जनजाति, दलित जनजाति, उनीहरूको लागि यो खासमा हो। र उनीहरूले पनि धेरै स्कलरसिप पाउँछ किनभने उनीहरूले आफ्नो नर्मल पिपलहरू जस्तो बाँच्न सकिरहेको हुन्न। ल्याकिङ द राइट एन्ड एडभान्टेज अफ अदर मेम्बर अफ सोसाइटी, ब्याकग्राउन्ड रिक्वायर्ड फाइनेन्सियल डकुमेन्ट अनि रिकमेन्डेसन। यस्तोमा हामीले सपोज गयो भने यस्तो स्कलरसिपमा हाम्रो डकुमेन्ट र रिकमेन्डेसन पनि, फाइनेन्सियल डकुमेन्ट र रिकमेन्डेसन रिक्वायर्ड हुन्छ। यहाँ डकुमेन्ट चाहियो हामीलाई, अथोराइज डकुमेन्ट, हामी दलित हो भनेर, जनजाति हो भनेर, विभिन्न हो भनेर। अनि यो चाहिँ डकुमेन्ट सब्मिट गर्यो भने हामीले अझै स्कलरसिप पाउन सक्छौँ। जस्तै एसओएस कलेज छ, एसओएस कलेजमा कसैको आमा छैन, बुवा छैन भने त्यस्तो खाले स्टुडेन्टले बढी स्कलरसिप पाइन्छ। त्यस्तै बेस्ड अन डिफ्रेन्ट कलेजमा के कस्तो छ के कस्तो रुल एकर्डिङ स्कलरसिप राख्छ त्यो पनि बेस्ट गर्छ। सो बडम वाट दे डु। अब यो हाम्रो ए लेभल भनेको क्याम्ब्रिजले ल्याएको हो, क्याम्ब्रिज इन्टरनेसनल एजुकेसनले। यसले डेभलप र डेलिभर गर्छ इन्टरनेसनल क्वालिफिकेसनहरू, फोकस अन ग्लोबल एजुकेसन। यो एउटा यस्तो खाले एजुकेसन बनाइदिएको छ जसले हाम्रो मोर देन 160 कन्ट्रीमा सेम लेभलको पढाइ हुन्छ र सेम आफूले जुन मन पर्यो भने त्यही कोर्स लिएर पढ्यो भने, अनि फर्दर हाम्रो युकेमा पनि या युएसमा पनि पछि यो ए लेभल सकेपछि हामीले फुल स्कलरसिपमा पनि उता एडमिसन लिन सक्छौँ या उता अगाडि पढ्न सक्छु। यदि तपाईँ बाहिर जान चाहनुहुन्छ भने, म बार भनिरहेको छु, यदि तपाईँ बाहिर जान चाहनुहुन्छ भने ए लेभल लिँदा बेस्ट हो।
यो चाहिँ 2 इयरको प्रोग्राम हो। सब मान्छे चाहिँ आफ्नो फ्लेक्सिबिलिटी एकर्डिङ हामीले सब्जेक्ट चुज गर्न पाइन्छ। स्टुडेन्टले 3-4 वटा सब्जेक्ट लिन्छ, जस्तै म्याथमेटिक्स, फिजिक्स, बायोलोजी, इकोनोमिक्सहरू जस्तो लिएर पढ्छ। ए लेभल हाइली भ्यालुड छ UK, US, क्यानाडा, अस्ट्रेलियामा हाम्रो प्रोग्राम। तर यो चाहिँ भ्यालुडको साथसाथ यो एक्सपेन्सिभ चाहिँ छ। अब बुझौँ हाम्रो नेक्स्ट टपिक वाट इज +2। +2 चाहिँ हाम्रो सबैले जानेकै कुरा हो, एनइबीले लिन्छ। हाम्रो एजुकेसन मिनिस्टरले त्यसलाई अर्गनाइज गर्छ। अनि यसको स्ट्रिम एकछिन यो चाहिँ माथि गयो, म एकछिन मिलाउँछु यसलाई। स्ट्रिम एभेलेबल। सो के हाम्रो छ यसमा पनि, +2मा पनि हामीले के पढ्न सक्छौँ भन्दाखेरि यसमा हाम्रो साइन्स छ, सेकेन्डमा म्यानेजमेन्ट छ, जुन चाहिँ एकदम पपुलर छ एमङ स्टुडेन्ट छ। जतिजना हेर्छौँ भने बढीजनाले म्यानेजमेन्ट नै चुज गरेर पढिरहेको हुन्छ। त्यसपछि ह्युमेनिटिज छ, ल छ। र साइन्स लियो भने साइन्समा कुन सब्जेक्ट पढ्न पाइन्छ भन्दाखेरि फिजिक्स, केमिस्ट्री, बायोलोजी, म्याथमेटिक्स, कम्प्युटर साइन्स लिएर पढ्न सकिन्छ। यो पढ्यो भने हामीले इन्जिनियरिङतिर जान, मेडिकलतिर जान, IT, प्योर साइन्सतिर जान हामीलाई इजी हुन्छ यो पढ्यो भने। हाई GPA स्पेसली इन साइन्स एन्ड म्याथ। यसको मतलब साइन्सतिर जानको लागि हामीलाई हाई GPA पर्छ। SCमा हामीले हाई GPA ल्याएको हुनु पर्यो र स्पेसली साइन्स र म्याथमा हामीले राम्रो स्कोर गरेको हुनु पर्यो। म्यानेजमेन्टतिर जानको लागि हामीले सब्जेक्ट हुन्छ म्यानेजमेन्टमा स्पेसली एकाउन्ट, इकोनोमिक्स, बिजनेस स्टडी, मार्केटिङ, फाइनेन्स, होटल म्यानेजमेन्ट। यसमा एउटा अझै चोइस हुन्छ हाम्रो म्यानेजमेन्टमा, एउटा बिजनेस स्टडी लिने या कम्प्युटर लिने। बिजनेस स्पेसली मान्छेहरूले बिजनेस स्टडी पनि लिइरहेको हुन्छ र 40%ले कम्प्युटर पनि लिइरहेको हुन्छ। सो म्यानेजमेन्टमा हाम्रो यो पनि छ। म्यानेजमेन्ट पढ्यो भने हामी ब्याङ्किङ सेक्टरतिर पनि जान पाइन्छ, IT तिर पनि जान पाइन्छ, BIM, BCA पछि ब्याचलरहरू पढ्न पाइन्छ, होटल म्यानेजमेन्टतिर पनि जान पाइन्छ। त्यसपछि ह्युमेनिटिजमा हाम्रो सोसियोलोजी, साइकोलोजी, लिटरेचर, रुरल डेभलपमेन्ट, मास कम्युनिकेसनहरू सब्जेक्ट कभर हुन्छ। आइडियल फर सोसल वर्कमा जान चाह्यो भने ह्युमेनिटिज पढ्नुपर्छ। जर्नलिजम, टिचिङ, ल, आर्टहरूमा जान खोज्यो भने हामीलाई टिचर बन्नु छ भने हामी ह्युमेनिटिज लिँदा हाम्रो बेस्ट हुन्छ। त्यसपछि हाम्रो छ अर्को ल पनि पढ्न सकिन्छ। लमा सब्जेक्ट हुन्छ कन्स्टिट्युसन, लिगल ड्राफ्टिङ, क्रिमिनल ल, सिभिल ल। यो प्रिपेयर गर्यो भने LLB को लागि, ल रिलेटेड क्यारियरको लागि यो चाहिँ इफेक्टिभ हुन्छ। र अरू गरौँ एडमिसन प्रोसेस के छ अनि +2मा एडमिसन गराउनु चाह्यो भने इलिजिबिलिटीमा हामीले मिनिमम एकर्डिङ टु कलेज मिनिमम C मा GPA आउनु पर्यो। त्यसपछि इन्ट्रान्स इक्जाम पनि कुनै कलेजले राखेको हुन्छ, जुन इन्ट्रान्स इक्जाम दिएर हामीले 40% 50% अफ पाइरहेको हुन्छौँ। सो पपुलर कुन छ कलेज +2 नेपालमा पढ्नको लागि, जस्तै सेन्ट जेभियर कलेज, प्रसादी कलेज, ग्लोबल कलेज, ट्रिनिटी कलेज। यो धेरै पपुलर कलेजेस छ नेपालमा जुन चाहिँ हाम्रो +2 एकदम राम्रो खाले पढाउँछ। SES, ACE। अब बुझौँ स्कलरसिप। +2मा हामीले स्कलरसिप कुन खाले लिन सकिन्छ। हाम्रो टोटल 6 वटा छ स्कलरसिप। 6 वटामा सबभन्दा पहिला छ मेरिट बेस्ड स्कलरसिप। यसमा हाम्रो GPA राम्रो आउनु पर्यो। GPA को एकर्डिङ यहाँ पनि हामीलाई छुट दिन्छ। सेकेन्डमा छ इन्ट्रान्स टपर स्कलरसिप। इन्ट्रान्स इक्जाममा टप गर्यो भने त्यहाँ पनि स्कलरसिप पाइन्छ। निड बेस्ड स्कलरसिप। फाइनेन्सियल विक छ भने हैन तर स्टुडेन्ट डिजर्भिङ छ भने त्यस्तो खालेले यो स्कलरसिप पाउँछ। चौथो छ इथिक कम्युनिटी बेस्ड स्कलरसिप। जनजाति दलितको लागि यो स्कलरसिप बेस्ट हुन्छ। फिफ्थमा छ हाम्रो गभर्नमेन्ट स्कलरसिप। गभर्नमेन्टले पनि हाम्रो धेरै खाले स्कलरसिपहरू प्रोभाइड गरिरहेको हुन्छ आजको टाइममा। सो पब्लिक स्कुलबाट पढेर आएको छ भने झन् राम्रो, हाम्रो गभर्नमेन्टले त्यस्तोलाई पनि गाइडेन्स गरिरहेको हुन्छ र स्कलरसिप अलि बढी नै दिन्छ अरूभन्दा। सो अनि 6 एट लास्टमा छ इन्टरनल स्कलरसिप। आफ्टर जोइनिङ student can complete for scholarship based on internal exam performance। एडिशनल इन्फर्मेसन छ हाम्रो यो कोर्स 2 सालको हुन्छ, 11 र 12। एसेसमेन्ट यसको इन्टरनल इक्जाम जस्तै कलेजले इन्टरनल इक्जाम लिन्छ, त्यसको इन्टरनल इक्जाम
साथसाथै हाम्रो एनईबी को बोर्ड एक्जाममा पनि त्यसकै इभ्यालुएसनले उता पनि हाम्रो मार्क दिइरा हुन्छ। ग्रेडिङ सिस्टम कस्तो हुन्छ भन्दाखेरि यहाँ हाम्रो ग्रेडिङ सिस्टम ए हुन्छ, A++ जस्तै सी मा ग्रेडिङ सिस्टम थियो त्यस्तै हाम्रो ग्रेडिङ सिस्टम यहाँ पनि हुन्छ। सो मैले यहाँ 4 वटा डिफ्रेन्ट क्याटेगोरीमा डिभाइड गरेको छु। ए लेभल र +2 चाहिँ कुन लिँदा चाहिँ राम्रो हुन्छ भन्दाखेरि सबभन्दा पहिला चाहिँ हाम्रो एकाडेमिक स्ट्रक्चरले हाम्रो ए लेभल चाहिँ मोर फ्लेक्सिबल हुन्छ। यु क्यान चुज डिफ्रेन्ट सब्जेक्ट आफ्नो एकर्डिङ हामीले सब्जेक्ट चुज गर्न पाइन्छ। तर +2 मा चाहिँ सीमित हुन्छ। सब्जेक्ट म्यानेजमेन्ट लियो भने एकाउन्ट, इकोनोमिक्स, म्यानेजमेन्ट यी स्पेसिफिक सब्जेक्ट मात्र पढ्न सकिन्छ। साइन्स लियो भने त्यसमा पनि स्पेसिफिक पढ्न सकिन्छ, या ल लियो भने त्यसमा पनि त्यो फिक्स सब्जेक्ट हुन्छ। तर हामीले ए लेभल लियो भने त्यसमा डिफ्रेन्ट सब्जेक्टहरू एड गरेर पनि पढ्न सक्छौँ एकर्डिङ टु कलेजले कस्तो पढाइरहेको छ भनेर त्यस्तो पनि गर्न सक्छौँ। कस्ट भन्नाले हाम्रो ए लेभल चाहिँ धेरै नै महँगो छ +2 भन्दा कम्पेयर गर्यो भने। ए लेभलको कस्ट एकदम हाई छ एकर्डिङ टु कम्पेयरिङ एनईबी। सो हाम्रो कस्टतिर गयो भने हाम्रो बजेट छ भने ए लेभलमा जाँदा, यदि हामी बाहिर गएर पढ्न चाहन्छौँ भने ए लेभल लिँदा बेस्ट हुन्छ। तर हामीसँग बजेट पनि हुनु पर्यो। बजेट भयो भने हामीले ए लेभल लिँदा राम्रो हो। अनि यदि हामीसँग त्यत्रो पैसा छैन 6 लाखदेखि 12 लाखसम्म इन्भेस्ट गर्न, अनि त्यति बेला चाहिँ हामी +2 लिएर पढ्न सक्छौँ। +2 इज द बेस्ट अप्सन इन कम्पेयरिङ टु कस्ट। सो अब क्यारियर अपर्च्युनिटीको बारेमा कुरा गर्छौँ। क्यारियर अपर्च्युनिटी ए लेभल ओपन डोर टु इन्टरनेसनल युनिभर्सिटी एन्ड ग्लोबल। +2 इज द बेटर सुटेड फर स्टुडेन्ट प्लानिङ टु स्टे इन नेपाल। ए लेभल चाहिँ बाहिरको भयो, अनि जुन चाहिँ स्टुडेन्ट नेपालमै बसेर म केही गर्छु भनेर खोजिरहेछ भनेपछि त्यसको लागि +2 चाहिँ बेस्ट अप्सन रहेछ। टिचिङ मेथड ए लेभल एम्फेसिस क्रिटिकल थिङ्किङ। ए लेभलमा हामीले क्रिटिकल थिङ्किङ, प्र्याक्टिकल एप्लिकेसनहरू पढ्न सकिन्छ। तर +2 ले मोर फोकस गर्छ थ्योरिटिकल नलेजमा मात्र बेस्ट हुन्छ। तर ए लेभलमा क्रिटिकल थिङ्किङ र प्र्याक्टिकल एप्लिकेसनहरू पनि पढ्न पाइन्छ। ल अब मुभ गरौँ हामी नेक्स्ट स्लाइडतिर। एडभान्टेज र डिसएडभान्टेज, यहाँ भनौँ एडभान्टेज र च्यालेन्जेस के हो ए लेभल पढ्दाखेरि। यसको एडभान्टेज रहेछ ग्लोबल रिकग्नाइज। यो कोर्स चाहिँ हाम्रो ग्लोबली रिकग्नाइज भएको हुनाले यो हामीले US जाँदा या उता जाँदा हामीले स्कलरसिप लिएर पनि पढ्न पाइन्छ। राम्रो हार्डवर्क गऱ्यो भने। फ्लेक्सिबल सब्जेक्ट चोइस, हामीले फ्लेक्सिबल सब्जेक्ट चोइस गर्न पाइन्छ। प्रिपेयर स्टुडेन्ट फर इन्टरनेसनल एजुकेसन, स्टुडेन्टले प्रिपेयर भएर बस्छ, उसको इङ्ग्लिस राम्रो हुन्छ। म बाहिर जान्छु भनेर त्यस्तो स्टुडेन्ट चाहिँ प्रिपेयर भएर बस्छ। त्यसपछि यसको च्यालेन्जेस के हो ए लेभलको? यसको हाई कस्ट लाग्छ। योसँग हाई कस्ट हुन्छ। ए लेभलले हाई कस्ट छुट्याएको हुन्छ। अनि 6 देखि 12 लाखसम्म जस्तै भने मैले त्यति इन्कम भयो भने कम्पेयर टु नेपाल त्यो भनेको हाई इन्कम हो। सो यसको हाई कस्ट हो। लिमिटेड एभाइलेबिलिटी इन नेपाल, सिटहरू लिमिटेड एकदम हुन्छ। अनि त्यस्तै यो चाहिँ रुरल एरियामा, एकछिन यो यता पार्छु अलि म, लेस एभाइलेबिलिटी इन रुरल एरिया, यो चाहिँ लेस एभाइलेबल हुन्छ। रुरल एरियातिर हाम्रो एकदम थोरै कलेज मात्र हुन्छ। यो काठमाडौँमा मात्र पढ्यो भने ए लेभल बढी कलेजहरू छ। तर यस्तो रुरल एरियामा जस्तै बिरगजतिर गयो, झापातिर गए, या जस्तै रुरल एरियातिर गयो भने त्यहाँ ए लेभल हाम्रो एभाइलेबल हुँदैन। ए लेभल भनेको काठमाडौँ, ललितपुरतिर, भक्तपुरतिर मात्र हुन्छ। ल अब जाऊँ नेक्स्ट स्लाइडतिर। रिक्वायर्ड स्ट्रङ इङ्ग्लिस प्रोफिसियन्सी, हामीले एकदम स्ट्रङ इङ्ग्लिस कसैले बोल्यो भने हामीले बुझ्न सक्नु पर्यो र हामीले पछि बोल्न पनि सक्नु पर्यो। च्यालेन्जेस त्यसको ए लेभलको। ल अब जाऊँ प्रोज एडभान्टेज र च्यालेन्जेस अफ +2। एडभान्टेज के छ +2 लिँदा र च्यालेन्जेस के छ? सबभन्दा पहिला त एफोर्डेबल हुन्छ +2। सेकेन्डमा एभाइलेबल इन मोस्ट सिटिज। जस्तै हामीले बिरगजमा पढे पनि +2 भयो, काठमाडौँमा पढे पनि +2 भयो, झापामा पढे पनि +2 भयो, धनगढीमा पढे पनि +2 भयो। सो +2 एभाइलेबल इन मोस्ट सिटी। स्ट्रङ फाउन्डेसन फर नेसनल युनिभर्सिटी, यो चाहिँ +2 चाहिँ स्ट्रङ फाउन्डेसन हो। हाम्रो नेपालकै युनिभर्सिटीमा पढ्यो भने यो चाहिँ स्ट्रङ फाउन्डेसन हो। ब्याचलरहरू पढ्न पाइन्छ अगाडि +2 पढ्यो भने। त्यस्तै च्यालेन्जेस के हो? लेस फ्लेक्सिबल सब्जेक्ट चोइस, हामीले
सब्जेक्टहरु लिमिटेड लिन सकिन्छ, चुज गर्न गाह्रो हुन्छ। मतलब जति त्यहाँ सब्जेक्ट लिस्टेड छ त्यति मात्र पढ्नु पर्छ। अनि अर्को छ लिमिटेड इन्टरनेशनल रिकग्निसन। इन्टरनेशनलमा जाँदाखेरि प्लस 2 पढेर हामीले विदेश जाँदाखेरि त्यो चाहिँ लिमिटेड नै हुन्छ, तर ए लेभलमा अलि भास्ट हुन्छ त्यति मात्र। किनभने ए लेभल ग्लोबली हो अनि प्लस 2 चाहिँ ग्लोबली रिकग्नाइज नभएर प्लस 2 नेपालकै कोर्समा बेस्ट छ अनि त्यो लिमिटेड कन्ट्रीहरुमा मात्र पठाउँछ। सो विच वन शुड यू चुज? एउटा सिम्पल क्वेसन हो, व्हाट इज योर गोल? यदि तपाईको गोल छ म नेपालमै बसेर नेपालमै केही गरौँ भनेर प्लस 2 लिँदा चाहिँ त्यति बेला बेस्ट। तर यदि तपाईको गोल छ म बाहिर जाउँ, विदेशतिर जाउँ अनि विदेशतिर गएर पढौँ भने त्यति बेला ए लेभल लिँदा बेस्ट। तर एकर्डिङ फेरि आयो बजेटको कुरा, यहाँ बजेट राम्रो हुनु पर्यो ए लेभल पढ्नको लागि। तर सीमा चाहिँ सी पछि प्लस 2 पढ्दा त्यहाँ चाहिँ अलि बजेट थोरै हुन्छ। If you plan to study abroad, have a financial means, A level is the way to go. But if you want to stay in Nepal, save money, plus 2 is the better option. One thing to remember, success in both system depend on your hard work and dedication. एउटा कुरा रिमेम्बर गरिराख्नु पर्छ हामीलाई, यदि जहाँ पढे पनि ए लेभलमा पढे पनि प्लस 2 मा पढे पनि हामीले पढ्नुपर्ने राम्ररी पढ्नुपर्ने हुन्छ। राम्ररी पढेन भने हाम्रो दुवैतिर त्यस्तै हो। ए लेभलमा राम्ररी पढ्यो भने कहाँदेखि कहाँसम्म जान पाइन्छ, तर प्लस 2 मा पनि राम्ररी नै पढ्नुपर्छ अनि अगाडि बढ्न एकदम सजिलो हुन्छ। लास्टमा हाम्रो कन्क्लुजन रहेछ, दुवै चाहिँ प्लस 2 र ए लेभल दुईटा डिफ्रेन्ट पाथ हो। यु चुज डिपेन्ड अपन योर गोल। तपाईको गोल कस्तो छ, बजेट कस्तो छ, एस्पाइरेसन कस्तो छ। तपाई आफ्नो फ्यामिलीसँग कुरा गर्नु, आफ्नो दाइ छ, दिदी छ, जो चाहिँ अगाडि पढिरहेछ त्योसँग कुरा गरेर अनि डिस्कस गर्नु, तपाईले ए लेभल पढ्नु पर्यो कि उता प्लस 2 पढ्नु पर्यो। रिमेम्बर, सक्सेस इज नट अबाउट द पाथ यु चुज बट हाउ वेल यु वर्क अन इट। सो आजको लागि यति नै, धन्यवाद। र अगाडि पनि हामी यस्तै भिडियो लिएर आउँदै गर्छौं। तबसम्म राधे राधे, बाई बाई।